हाई गाइज वेलकम टु रब्स ब्लग होइन आजबाट चाहिँ म भ्लग पनि स्टार्ट गर्छु भ्लगिङहरू यसो स्टार्ट गर्छु भनेर सोचिरहेको छु त्यही भएर चाहिँ म तपाईँहरूलाई बिहाइन्ड द सिन मार्सल आर्ट प्रमोसन सिरिजको पछाडि हामीले कति काम गर्नुपर्छ म त्यो देखाउँछु है त तपाईँलाई फर्स्टमा चाहिँ अब स्टार्टिङमै म गेस्टलाई कल गर्नु गइरहेको छु कल चाहिँ किन गइरहेको छु भने भोलिको टाइमिङ लोकेसन अनि फिक्स गर्नलाई उहाँलाई कल गर्नु गइरहेको छु है अघि कल गरिहाल्नु त हेलो हजुर राम बोल्नुभयो हो हजुर गुरु म चाहिँ मार्सल आर्ट प्रमोसन सिरिजको लागि मैले भनेको थिएँ नि तपाईँलाई हजुर त्यसकै लागि चाहिँ तपाईँलाई कल गरेर हाम्रो भोलिको टाइमिङ के छ हजुरको भोलि तपाईँको लोकेसन एक्ज्याक्टली कहाँ भन्नुभयो हजुर गोदावरी नगरपालिका थेचो ए हुन्छ हाम्रो के डोजोको केही नामहरू छ के नाम होला केइसिनकाई कराते भन्नु होइन हुन्छ म तपाईँलाई त्यसो भए भोलि तपाईँको त्यस्तै हाम्रो इन्डोर होला कि आउटडोर होला यो जस्तै भित्र खिच्न मिल्छ होइन हाम्रो डोजोको ए हुन्छ त्यसो भए भोलि हामी 2 बजेतिर भेटौँ न त है गुरु हुन्छ है गुरु हुन्छ भोलिको 2 बजेको लागि मैले फिक्स गरिदिएँ है त हजुर भोलिको 2 बजेको लागि मैले फिक्स गरिदिएँ है त ए बाबुको स्कुल कति बजीसम्म हो 5 बजीसम्म हुन्छ म भोलि त्यही गरौँ न त 5 बजी फेरि मलाई ढिलै नै होला ठेचोबाट फेरि यता आउनुभयो म जोरपाटीबाट आउनुपर्छ अनि त्यही भएर हुन्छ भोलि 2 बजी भेटौँ है त हुन्छ गुरु हुन्छ भोलि भेट्छ अघि तपाईँले देखिहाल्नु होइन यो अब कल भइसक्यो हाम्रो भोलि 2 बजेको छ अब भोलिको तपाईँहरूलाई देखाउँछु है त म ल इन्डिया ओके हिजो हाम्रो कुरा भइसक्यो थियो मार्सल आर्ट प्रमोसन सिरिजलाई तपाईँले देख्नुभयो सो आज हामी त्यहाँ जाँदैछौँ होइन जानुभन्दा अगाडि यसै जाउँ अहिले लुक है अघि लेट्स हेड टुवर्ड द्याट अघि खेचो जाने यतैबाट हो धन्यवाद खेचो खेचो जाने कताबाट यता लेफ्ट धन्यवाद खेचो यतै हो कता कता पुग्यो रमाइलो भयो एडभेन्चरस बल्ल बल्ल भेट्यो त्यति भाइ आराम छ कता छ Despacio, Abicai, Karate do Esse. Muito grande. Ok. मेरो नाम चाहिँ रविश बस्छ बाबुको यसो हेरेर हुन्छ भनेर चाहिँ तपाईँको पनि हेरेर चाहिँ हेरेर चाहिँ टिकटकमै यसो हेरेर देखेर थिएँ मैले चाहिँ बक्सिङ कोर्स पनि हेर्नु बस्छु अनि मार्सल आर्ट प्रमोसन सिरिज गरेर थिएँ अनि त्यो अहिले तपाईँले जनाइदिनु भएको छ पुरै त्यही त हो नि नेपालमा के नै छ र मोटिभेसन त हो होइन फेरि एउटा खेलाडीले अर्को खेलाडीलाई रेस्पेक्ट दिएको त हो अब हामीले तिर्नुपर्ने पैसा 1 रुपियाँ तिर्नु परेको छ
तपाईँको नेपालमा यहाँ तपाईँको मेरो सेकेन्ड डान टेस्टको लागि म 20जनासँग प्रत्यक्ष लडेर दिँदाखेरि मलाई तपाईँको पछि चाहिँ सेकेन्ड डानको पनि दिनु खोजेको अलिकति नजिक यता बस्नु। सिरिज म अहिले छु ठेचोमा ललितपुर अनि मसँग हुनुहुन्छ अनि भाइ रोमित महर्जन अनि उहाँको बुवा राम बोक्रा। परातिकको बारेमा तपाईँले कसरी थाहा पाउनुभयो, हुन्छ नि इन्ट्रेस्ट कहाँबाट आयो, कसरी चाहिँ तपाईँ मेरो भित्री मुटुदेखि तपाईँलाई एकदम धन्यवाद दिन चाहन्छु। हाम्रो च्यानललाई पनि एकदम धन्यवाद दिन चाहन्छु। तपाईँ यहाँ मात्रै होइन, हामी जस्तो थिचोमिचोमा परेर खेलाडीहरू अझ सो अलमोस्ट यो हाम्रो एपिसोडको इन्डमा आइसक्नु हामी गाइस। सो आई वान्ट टु थ्याङ्क तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद यो एपिसोडमा आफ्नो सहभागिता जनाउनु भएकोमा। यसमा इन गरिदिनुहुन्छ एकचोटि यता स्कुलमा फोन गर्छु तपाईँको त क्लास पनि छ है साँच्ची? म एकछिन ढिला हुन्छ भनेर एकछिन फोन आएको हजुर स्कुटरमा तपाईँ स्कुटरमा हो तपाईँ? ए तपाईँको अपोजिट पछाडिपट्टि हेर्नु ए थ्याङ्क यू सो मच। हस् गुड नाइट। के रहेछ त यो कसले खोल्या हो? तिमीले खोल्या हो र? ओके म के लेखेर रहेछ पढ्छु यता। Dear Rob Shrestha, we believe in you and your journey. You have dreamed it. Now let's do it. InDrive team. Oh my god, क्या मजाको बुक हेर नि। ओके भ्युअर्सहरूलाई म भन्ने चाहिँ यो चाहिँ इनड्राइभको तर्फबाट रहेछ। थ्याङ्क यू सो मच इनड्राइभको टिम। म चाहिँ सेलेक्टेड भएको छु ड्रिम कन्टेन्टको लागि। मेरो ड्रिम कन्टेन्टमा चाहिँ मैले के भनेको थिएँ भने मलाई पोखरा एकदमै मजाले एक्सप्लोर गर्न मन थियो कि अब प्याराग्लाइडिङहरू होइन बन्जी जम्पहरू अब पोखरामा मजाले गर्न मिल्ने धेरै चिजहरू छ नि। मैले केही गरेको छैन कि अनि त्यही गर्न मन थियो भनेर मैले भनेको थिएँ। देन आई जस्ट वान होइन लक्की भयो म अनि यही पाइरहेको थिएँ। सो ह्याप्पी इन्डिङ भयो ओके आजको भ्लग चाहिँ मार्सल आर्ट प्रमोसन सिरिज तपाईँले देखिहाल्नुभयो होला हामीले कति मेहनत गर्नुपर्छ होइन त्यो खिच्नलाई। इट वाज प्रिटी वर्थ इट नै एज अ फाइटर माइसेल्फ, एज अ बक्सर माइसेल्फ, एज अ एथलिट माइसेल्फ, एज अ कोच माइसेल्फ। मलाई यो थाहा छ कि हाम्रो एथलिटहरूको लाइफ कस्तो हुन्छ, हाम्रो कोचको लाइफ कस्तो हुन्छ, हाम्रो स्पोर्ट्स इन्डस्ट्री कस्तो छ। त्यही भएर चाहिँ यो तपाईँहरू माझ म देखाउन चाहन्थेँ। त्यही गरेँ मैले। यस्तै हो यो भ्लग मेरो स्टार्ट भएको छ नयाँ, मैले ट्राई गरिरहेको छु। यो बिहाइन्ड द सिन तपाईँले देखिहाल्नुभयो। केही तपाईँहरूलाई टिप्स एन्ड ट्रिक्स दिनु मन छ भने होइन तपाईँलाई कस्तो लाग्यो मेरो भ्लगहरू कमेन्ट गरिदिनु होला। अनि अझै मन पर्यो होइन अझै राम्रो राम्रो गर्नुहोस् भनेर तपाईँहरूले मलाई के भन्छ सजेस्ट गर्न चाहनुहुन्छ भने, हेल्प गर्न चाहनुहुन्छ भने जस्ट सब्सक्राइब, लाइक र कमेन्ट गर्न नबिर्सिनु होला। अनि मिल्छ भने सेयर पनि गर्नु होला है त। ओके गाइज, what? Stay fit and stay disciplined. Good night.